ढोक गर्दाखेरि अब त्यो पानी चढायो, धूप चढायो, बत्ती चढायो, सबै सक्यो। ओमाहुँ ओमाहुँ भनेर हामीले छ्याप पनि गरिसक्यो भनेपछि अब भगवानपट्टि फर्किने र यसरी उभिने। उभिसकेपछि यो हात जोड्दाखेरि हामीले पहिला यो बुढी औँलो दुईटालाई यसरी भित्र पार्ने र यसरी हात जोड्ने है। यस्तो होइन, यस्तो गऱ्यो भने चाहिँ त्यो नमस्कार गर्ने। यो चाहिँ नमस्कार गर्ने चाहिँ यस्तो हो। तर हामीले भगवानलाई ढोक्दाखेरि दुईटा बुढी औँलोलाई भित्र पारेर यो मेरो हातभित्रमा कमलको फुल छ भन्ने भावना गर्ने। हेर्नुहोस् त, अहिले यो फुल यसरी राख्यो भने त हात यस्तो हुन्छ नि त है। यो फुल छैन भने त यस्तो भयो नि त। त्यस कारण मेरो हातभित्रमा चाहिँ कमलको फुल छ भन्ने सम्झिने र अनि छातीमा यसरी हात थोरै राख्ने, एकछिन राख्ने र कोजुसुम त्रिरत्नलाई सम्झिने, बुद्ध धर्मसँगलाई सम्झिने। अनि म बुद्ध धर्मसँगलाई चाहिँ म ढोक गर्दैछु, प्रणाम गर्दैछु र अब म बुद्ध धर्मसँगलाई प्रणाम गरिसके पछाडि आज बिहान अहिलेको समयदेखि भरे नसुधुन्जेलसम्म म शरीर, वचन र मनबाट कुनै पनि पाप कर्महरू गर्ने छैन। विगतमा मैले नजानी नबुझी या जानी जानी कुनै पनि पापहरू गरेको छ, अकुशल कर्महरू गरेको छ भने त्यो सबै प्रायश्चित हो भन्ने भावना गर्ने। अनि बल्ल यो हात चाहिँ माथि टाउकोमा लाने, अनि मुखको अगाडि ल्याउने, अनि छातीमा 3 ठाउँमा छुने है। यो 3 ठाउँ चाहिँ के हो? शरीर, वचन र मन, यो 3 स्थानलाई सम्झिने। यो किन सम्झेको छुएको भन्दाखेरि चाहिँ मैले शरीरबाट गरेको अकुशल कर्महरू र पाप कर्महरू सबै प्रायश्चित भएर जाओस् भन्ने भावना। मुखको अगाडि छुँदाखेरि मैले मुखले बोलेको कुनै पनि नराम्रो वचनहरू, कसैले गाली गलोच गर्यो होला, कसैले मैले फटा बोल्यो होला, झुटो बोल्यो होला, अपशब्द बोल्यो होला, यी सबै पापहरू चाहिँ कटोस्। र यहाँ मनमा यो छातीमाथि राख्दाखेरि चाहिँ मैले मनबाट कसैले नराम्रो सोच्यो होला, अहित सोच्यो होला, हानि अरूले हानि होस् भन्ने सोच्यो होला हैन, त्यस्तो नराम्रो कुनै सोचेको छ भने त्यो पापहरू सबै प्रायश्चित हो भनेर यो 3 ठाउँमा छोएपछि बल्ल अनि तल झर्ने। र तल झर्दाखेरि ढोक गर्ने विधि 2 प्रकारको छ हाम्रो बुद्ध धर्ममा। एउटा कुम्छ्याक भन्छ, एउटा क्याङछ्याक भन्छ। कुम्छ्याक भनेको पञ्चाङ्ग दण्डवत, पञ्चाङ्ग दण्डवत भनेको 5 वटा अङ्ग भुइँमा छुएर ढोक्ने विधिलाई पञ्चाङ्ग दण्डवत भन्छ। साष्टाङ्ग दण्डवत भनेको यो सबै शरीरलाई लम्बछार गरेर ढोक्ने विधिलाई चाहिँ कुम्छ्याक भन्छ, क्याङछ्याक भन्छ है, साष्टाङ्ग दण्डवत हो। यो 2 मध्येको कुनै पनि छ्याक तपाईँले गर्नुहोस्, सकभर क्याङछ्याक गर्नुहोस्, क्याङछ्याक है। हाम्रो तामाङले बोमदाप्सी गर्यो भन्छ नि, गर्छ नि, हो त्यसलाई क्याङछ्याक। त्यो गर्ने बेलामा अब अघिको विधि त अब तपाईँलाई थाहा है, पहिला सुरुमा यसरी भावना गर्ने, त्रिरत्नले सम्झिने, अनि त्यसपछि यो शरीर, वचन र मन यो 3 ठाउँमा छुसिएपछि अनि तपाईँको जिउ तल झारेर यो हातलाई हेर्नुहोस् है, यो हातको औँलाहरू अघि यस्तो थियो नि त, अब यसलाई छोडिदिने, फेरि यस्तै तल यसरी नलाने, यसलाई बुढी औँलालाई खुला छोडिदिने। यो 4 वटा औँलाहरू चाहिँ यसरी फ्रा नगर्ने। यसरी ढोक्यो भने भोलि त्यो चिल गिद्धहरू हुन्छ नि, त्यस्तोमा जन्मिन्छ अरे के हो नि, त्यो चिलहरूले कुखुराको चल्ला यसो टिप्न आउँछ नि है। अब हामी ढोक्दा पनि यसो गऱ्यो भने त्यो हुँदैन। यसरी छ्याप्प 4 वटा औँला छ्याप गर्ने, अनि ठ्याक्क तल भुइँमा पनि आफूले कहाँनिर सहज हुन्छ त्यो अहिले बरु म अहिले झरेर म एकचोटि देखाउँछु है। यसरी टक्क यसरी ठक्क भुइँमा गऱ्यो, अनि यो 2 घुँडालाई पनि भुइँमा छुनी र अन्तिममा यो निधारले चाहिँ यो 2वटा हातको बिचमा निधार लगेर भुइँमा छुनै पर्छ। कोही कोहीले चाहिँ फेरि हतारमा निधार चाहिँ भुइँमा नछोएर यसरी निहुरिने, फेरि उठ्ने, निहुरिने। भुइँमा छुइएन भने कुम्छ्याक हुँदैन, पूर्ण हुँदैन। पञ्चाङ्ग दण्डवत भनेको छ नि त, 5 वटा अङ्ग, 2टा हात, 2टा घुँडा, 4 वटा, निधार समेत 5 वटा, यसलाई नै 5 वटा अङ्ग भन्या। 5 वटा अङ्ग भुइँमा छुएर ढोक्ने विधिलाई के भन्छ अरे? पञ्चाङ्ग दण्डवत अथवा कुम्छ्याक भन्छ। अनि त्यो चाहिँ कति पटक गर्ने त भन्दाखेरि चाहिँ 3 पटक अनिवार्य गर्ने। हाम्रो बुद्धिस्टहरूले ढोक्दाखेरि 3 पटक अनिवार्य ढोक्नुपर्छ। किन भन्दा बुद्धलाई एकचोटि, धर्मलाई एकचोटि, सङ्घलाई, किनभने हाम्रो त्रिरत्न छ नि त, फेरि अर्थ चाहियो नि त 3 चोटि किन ढोक्ने भने 3 भन्दा बढी जति ढोक्दा भयो, 7 चोटि, 10 चोटि, 8 चोटि, 100 चोटि हैन, जति पटक ढोक्दा पनि भयो। तर 3 भन्दा कम्ती होइन, 3 त चाहिँ अनिवार्य ढोक्नु पर्यो हो। त्यसरी चाहिँ 3 पटक ढोक्ने र अन्तिममा चाहिँ आएर जहाँ अब त्यहाँनिरबाट ढोक्छ नि त हैन, ढोकेपछि 3 पटक ढोकिसकेपछि अनि यहाँ त्यो हामीले जहाँ पूजा गरेको थियो नि अघि, त्यो पूजा गरेको ठाउँमा आएर फेरि एकचोटि यसरी ढोक्ने, फेरि यसरी ढोक्ने, अनि पछाडि जाँदाखेरि चाहिँ 3 पाइला चाहिँ हामी पछि हट्नुपर्छ, एकैचोटि फेनिक्क घुम्नु हुँदैन।
मैले त्यो पनि देखाइदिन्छु 3 पटक चाहिँ पछाडि हटेको जस्तो गरेर अनि सर्ट घुमेर अनि हामी के गर्ने अब अनि आफ्नो काम धन्दा दुध दुहुनुपर्ने घाँस काट्नुपर्ने खेतमा जानुपर्ने हो अब समय छ भने गुम्बामा आएर एकचोटि घुम्दा पनि भयो।